राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ। सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबभन्दा ठुलो सहकारी ठगका रूपमा देशभरि दौडाइँदैछ। हिजो उहाँलाई ठुल्ठुला अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाई छाड्ने कसरतमा हुनुहुन्छ। त्यसको लागि सिङ्गो राज्यको दुरुपयोग भएको छ। म सम्माननीय सभामुख महोदयलाई पनि निवेदन गर्दछु, अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ यसको पुनर्समीक्षा गरियोस्। राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धिकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग होला? म जिम्मेवार नेताहरूलाई विशेष रूपले आग्रह गर्न चाहन्छु। अहिले कसैलाई प्रतिशोध लिन त तपाईहरुलाई मजै लागेको होला, तर भोलि आफैमाथि यही बज्रिन थाल्यो भने के होला? सहकारी ठगीमा सरकारको मापदण्ड विभेदपूर्ण मात्र छैन, बिल्कुल गलत पनि छ। सत्ताको मान्छे घरमै बसेर फरार हुन पाउने, अन्तिम दिन अदालतमा हाजिर हुन पाउने, त्यही दिन पेशी पाउने, त्यही दिन बयान दिन पाउने र घर जान पाउने। उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएका मन्त्रीलाई मुद्दा नचालेर उन्मुक्ति दिइन्छ। अहिले त तपाईहरु बलियो भगुनाले हामीले ठुलो बहादुरी गर्यौं भन्न सक्नु होला, तर जनताले गहिरो गरी नियालेर बसेको छ यो सरकार। एकातिर प्रतिपक्ष पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालय मार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानबिन सुरु हुन्छ। अर्कोतिर त्यही दिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारूढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गर्छ। सत्ताको यो तहको दुरुपयोग र मत्स्य न्यायले हामीलाई कहाँ पुर्याउला? साथीहरू गम्भीर रूपले विचार गर्नु भएको छ। सरकार र गठबन्धनका लागि कानुनका फरक मापदण्ड छन्, फरक व्याख्या छन्। राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अरब नै जरिवाना तिराएको अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमि पूजन गर्छन्। कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को खरब खर्चेर त्यो कार्यालय बनाइदिने, यो नीतिसम्मत छ, नैतिक छ, राजनैतिक छ, कानुनी छ। उता सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्का एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ। उसलाई सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा चलाइन्छ। यदि दोस्रो नेतालाई संगठित अपराध मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ? कर छली र ललिता निवास प्रकरणमा आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन? अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनु भयो, ढले ढले ढले। तपाईहरुसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री छोड्छु भनेको भन्दा 7 दिन अगाडि छोड्छु भनेर प्रधानमन्त्रीजीले पटक भन्नु पर्छ त। तपाईहरुमा आपसमा साँच्चै विश्वास भएको भए हरेक ठाउँमा भनिरहनु पर्ने शेरबहादुरजीलाई म समयमै छोड्छु। के शेरबहादुरजीले सुन्नुहुन्न र? शेरबहादुरजीको कान र आँखा तगडा छन्, धेरै पटक भन्न पर्दैन। म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, मैले यति भन्ने गरेको छु, यो सरकार प्राकृतिक छैन, संवैधानिक पनि छैन,
पारदर्शी पनि छैन। त्यहाँदेखि यो आफ्नै बोझले ढल्छ मात्रै भनेको हो, ढाल्छु भनेको कहिले पनि छैन मैले। हेक्का रहोस्। प्रचण्ड र रविहरूको सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउनु पर्यो। सम्माननीय प्रधानमन्त्रीजीको भनाइ हो यो। हामीले तपाईहरुलाई थुन्न खोजेपछि बनेको सरकार। अब खोजिने छैन त्रिभुवन विश्वविद्यालयको जग्गा। अब रोकिने छ ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया। अब अवरुद्ध हुनेछ भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान। अब खोजिने छैनन् अतिक्रमण गरिएका सरकारी जमिन। अब सामसुम हुनेछ सबै प्रकरणहरू। त्यही भयो। त्यही बिन्दुबाट जनतामा सरकारप्रति गठबन्धनप्रति मोहभङ्ग पनि सुरु भएको छ भन्ने कुरा तपाईहरुले हेक्का राख्नु भएको छ। आज म सरकारलाई सोध्न चाहन्छु, सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारबाही कहाँ पुग्यो? म दिन्छु उत्तर। मिलाइयो, चोख्याइयो, जोगाइयो। म सरकारलाई सोध्न चाहन्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो? यसको पनि उत्तर मै दिन्छु। धितोपत्र बोर्डमा मिलाइयो। विपक्षी दलका नेता माननीय पुष्पकमल दाहाल प्रचण्डले बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। सम्माननीय सभामुख महोदय, संसदीय लोकतन्त्रको परम्परा अनुसार सत्ता पक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ। मैले बडो गम्भीर रूपले नै सायद प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचिराखेको थिएँ। सत्ता पक्षको सबभन्दा ठुलो दलको नेता पनि आउनुहुन्छ होला भनेर सोचेको थिएँ। अहिलेसम्म आउनु भएको छैन। म आशा गर्छु उहाँ केही समयपछि आउनुहुनेछ। यदि कुनै कारणवश आउन नसक्ने स्थिति भए पनि उहाँले पक्कै पनि मैले व्यक्त गर्ने विचारहरू मतहरू सुन्नुहुनेछ भन्ने म विश्वास सबभन्दा पहिला व्यक्त गर्न चाहन्छु। मैले अस्ति प्रधानमन्त्रीजीले गरेको लामो सम्बोधन पुरै सुने मात्रै होइन, उहाँले मलाई एउटा कपी दिनु पनि भएको थियो सुरुमै। त्यसलाई पनि मैले अद्धोपान्त हेरेँ, दोहोर्याएर पनि हेरेँ र मैले बोल्दा पनि प्रधानमन्त्रीजीले त्यही गम्भीरताको साथ सुन्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। अब म विषय प्रवेश गर्दा सबभन्दा पहिला राष्ट्र निर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो प्राण उत्सर्ग गर्ने आदरणीय वीर शहीदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दछु। साथै पटक पटकका क्रान्ति र आन्दोलनहरूमा बेपत्ता योद्धा र घाइते क्रान्ति वीरहरूप्रति आभार प्रकट गर्दछु। अहिले जे भए पनि सबभन्दा ठुलो दलको नेता नेपाली कांग्रेसका सभापति आउनु भएको छ। म धन्यवाद भन्न चाहन्छु। संसदको यो अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा लिने गरिन्छ। संसदको गति सुस्त भयो, विधेयकहरू अपेक्षित गतिमा अघि बढेनन् भन्ने गुनासो अब नसुनिने गरी हामी अघि बढौं, मेरो शुभकामना छ।
प्रमुख प्रतिपक्षका रूपमा हामी सम्मानित संसदलाई थप गति दिनका लागि क्रियाशील र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको कुरा पनि म यस सम्मानित सदनमा सुरुमा नै राख्न चाहन्छु। तर यथार्थमा सरकारले नै संसदलाई अवमूल्यन गर्ने, एक हदसम्म अपमानित गर्ने र यसलाई छल्न कोसिस गरेको देखिन्छ। यही अधिवेशन पनि निकै अघि नै बोलाउनु पर्दथ्यो, तर बोलाइएन। सिङ्गो विपक्षले औपचारिक बैठक नै बसेर अधिवेशनको निम्ति माग गर्यो सरकारसँग, तैपनि राम्रोसँग सुनवाई भएन। सरकार अधिवेशनबाट मात्र पन्सिन खोजेन, बरु गम्भीर रूपले एकपछि अर्को अध्यादेशहरू ल्याएर सार्वभौम संसदको यो तहको उपेक्षा गर्न अग्रसर भयो। माघ 8 गते संसदको बैठक आह्वान गरिएको छ, तर जम्मा 6 दिन अघि दर्जनौं ऐन संशोधन गर्ने गरी 5-5 वटा अध्यादेश ल्याइएको छ। पछिल्लो 35 वर्षमा नेपाली कांग्रेसले 12 पटक प्रधानमन्त्री चलाएको देखिन्छ। नेकपा एमाले 7 पटक। 35 वर्ष शासन गरेपछि आज आएर देशको विकास 6 दिन ढिलो हुने भयो भनेर ल्याउनु भएको हो अध्यादेश। 35 वर्षसम्म त त्यो आवश्यकता तपाईहरुले महसुस गरेको देखिँदैन। अहिले 6 दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नु भयो हो। उखान छ, 100 मुसा खाएर बिरालो हज गर्न गयो भन्ने उखान हामी सबैले सुनेका छौं। तपाईहरु पनि अब हाजी बन्न खोज्नु भयो हो। रातारात अध्यादेशको चोर बाटोले भन्छ तपाईहरुको नियत चाहिँ सही छैन। अरु बेला संसदमा 2/3 को अहम पनि प्रदर्शन गर्नुहुन्छ। बलियो सरकारको अहंकार सुन्नु परिरहेकै छ। अनि शासन चाहिँ अध्यादेशबाट चलाउन जमर्को गर्ने तपाईहरु, यो सार्वभौम संसदको अवहेलना नभए के हो त? यो केवल हामी विपक्षीसँग सरकारको डर मात्र होइन, आफूले समर्थन गरेका सत्ता पक्षका माननीयहरू समेतको सरकारको अविश्वास यसमा अभिव्यक्त भएको छ। यी अध्यादेशहरू विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलमा सरकार किन डरायो? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश? सरकारले संसदमा चाहँदा फास्ट ट्र्याकबाट विषयगत समिति, प्रतिनिधि सभा, राष्ट्रिय सभाबाट 10 दिनमै पनि विधेयक पारित गर्न सकिन्छ, जबकि प्रतिस्थापन विधेयकले 60 दिनको लामो प्रक्रियाको माग गर्दछ। स्वार्थ समूहहरूलाई पोस्नु पर्ने भएकैले तपाईहरुले अध्यादेशको चोर बाटो समाउनु भयो भनेर आरोपित किन नगर्ने? तपाईहरुलाई कार्यपालिकाले नै सबै थोक गर्ने भए किन चाहियो त व्यवस्थापिका संसद? सभामुख महोदय, अहिलेको सरकारी गठबन्धन गर्दै गर्दा मैले यही सम्मानित रोस्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ। पहिलो र दोस्रो दरको सरकार कतै प्रतिगमन र निरङ्कुशतातिर अग्रसर हुने त होइन। आज त्यो चिन्ता नचाहँदा नचाहँदै पनि वास्तविकतामा परिणत भएको छ। राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ। सम्झाइ बुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाइँदैछ र कडा कडा मुद्दा लगाइँदैछ। यो सत्ताको अहम हो कि जनतासँगको डर हो? गम्भीर प्रश्न बनेको छ। पाथीभरा र त्यहाँ मुकुममुलको प्रश्न पनि छ। त्यो विवादमा तपाईहरुले सिधै जनतामाथि बल प्रयोग गर्नुभयो। पाथीभरा र मुकुमलुङको विवादको
को संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नु पर्नेमा दमनको बाटो रोज्ने प्रयास गरियो। म यसको गम्भीर ढङ्गले प्रतिवाद गर्न चाहन्छु। टी सर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरूले नागरिकलाई नियन्त्रणमा लिनुभयो। सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई पनि थुन्नु भयो, मुद्दा चलाउनु भयो। अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ। यो के हो? नागरिक सम्प्रभुता भन्दा माथि हो तपाईहरू? संविधान भन्दा माथि हो? तपाईहरू मालिक र नेपाली जनता दास हो र? सामाजिक सञ्जाल सञ्चालन प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ। सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकहरूको संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रताको हक मात्र कुण्ठित गर्दै छैन, प्रेसको स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको छ। यो विधेयकमा नागरिकलाई पाइलै पिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको छ। अहिले त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यो विधेयक पारित भयो भने के गर्ला? गम्भीर प्रश्न खडा भएको छ। अस्ति हामीले यही सदनमा सुन्यौं, पछिल्लो 9 वर्षमा बुटोल पाल्पा सडक खण्डमा 42 पटक सवारी दुर्घटना भएर धेरै ज्यान गएको समाचार पढेर हाम्रो सम्माननीय प्रधानमन्त्रीजीको आङ सिरिङ्ग भयो। उहाँ भावुक हुनुभयो अनि उहाँले संकल्प गरेर स्वस्थानिकै शैलीमा सिद्ध बाबा सुरुङ मार्ग बनाउनु भयो। 79 माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा 40% मात्रै काम सम्पन्न भएको, प्रगति भएको सिद्ध बाबाको जस पनि 6 महिना आएका प्रधानमन्त्रीले लिनुपर्ने? यसले नै भन्दैन र सरकारको प्रस्तुति कति कमजोर छ। नारायणघाट सडक खण्डको पनि प्रगति 53.3% मात्रै छ। प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, आफै आफ्नो पीठ थमथमाएर, आफैले आफूलाई प्रमाणपत्र दिएर, आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनतालाई झुक्क्याउने दिन अब गए। त्यो भ्रममा नबस्न म अनुरोध गर्न चाहन्छु। नियमित कामका स्वाभाविक प्रगतिलाई पनि सरकारको सफलताको रूपमा रङ्ग रोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौँ। बनी बनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौँ, हामी सहभागी हुन्छौँ। संसदमा मिथ्याङ्क र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो भने किमार्थ हुन सक्दैन। प्रधानमन्त्रीजी, म सुनाउन चाहन्छु तपाईलाई केही तथ्याङ्क, त्यो पनि तपाई मातहतकै निकायहरूबाट प्राप्त भएका तथ्याङ्कहरू। सरकारले चालु वर्षको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सक्ने छैन। यो विपक्षीले लगाएको आरोप होइन, तपाईकै अर्थ मन्त्रालयको समीक्षापूर्ण निष्कर्ष हो। 6 महिना अघि 2.6% घटेको व्यापार घाटा यो सरकारको 6 महिना अवधिमा 4.4% बढेर 723 अरब पुगेको छ। 6 महिना अघि 22.2% वृद्धि भएको थियो रेमिट्यान्स। अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दा पनि रेमिटेन्स आप्रवाह भने घटेर 4.1% पुगेको छ। यसले के देखाउँछ प्रधानमन्त्रीजी? सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ। मैले सरकार छोड्दै गर्दा मुद्रास्फीति 3.57% मात्र थियो। अहिले त्यो बढेर 5.41% पुगेको छ। खाद्यान्नमा मूल्य वृद्धि झन गम्भीर रूपमा 28.52% ले मूल्य वृद्धि भएको छ। वृद्धि भएको छ भने 7.67% पुगेको छ।
यो बीचमा औसत, जबकि मैले सरकार छोड्दै गर्दा यो दर 4.04% मात्रै थियो। श्रमिक तथा कामदारले आफ्नो ज्यालामा 2.85% मात्र वृद्धि पाएका छन्, तर महँगीको दर भने झन्डै 30% बढेको छ। अहिलेसम्म समग्र पुँजीगत खर्च जम्मा 16% छ। यो पनि विपक्षको आरोप वा अनुमान होइन, अर्थ मन्त्रालयकै प्रतिवेदनबाट लिइएको हो। मन्त्रालयहरूले नै न पुरानो ठेक्काको भुक्तानी दिन सकेका छन्, न नयाँ आयोजनाको ठेक्का लगाउन सकेका छन्। भौतिक, शहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयहरूको प्रगति 20% पनि पुग्न सकेको छैन। सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको बोझ दिन प्रतिदिन थपिँदै गएको छ। तर प्रधानमन्त्रीजी भने यसरी संसदमा पेश हुनुहुन्छ कि मानौ 6 महिनामा त नेपाल युरोपकै छेउछाउ पुगिसकेको हो क्यारे। सभामुख महोदय, प्रधानमन्त्रीका रूपमा मैले अभिव्यक्ति स्वतन्त्रतालाई फौजदारीकरण हुन दिइन। मेरो नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्वनियमन र सञ्चालक कम्पनीलाई जवाबदेही बनाउन मात्र सैद्धान्तिक स्वीकृति दिएको थियो। अहिले त नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्ने गरी विधेयक दर्ता गरिएको छ। खासमा यो विधेयकमा सरकारको नियत के हो भन्ने कुरा प्रष्ट प्रकट भएको छ। प्रधानमन्त्री केपी ओलीजीले विरोधको त परेको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न। यो कुरा नेपालमा पटक पटक प्रमाणित भएको तथ्य हो। उहाँले सक्नुभयो भने सिङ्गो देशलाई आफ्नो पार्टी जस्तै एकदमै प्रश्न मुक्त, एकदमै आलोचना मुक्त र खासमा एकदमै विवेक मुक्त बनाउन चाहनुहुन्छ। त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्न हुनुहुन्छ। म यो कुरा उहाँको हकमा मैले अनौठो मानेको छैन। यस्तो प्रयास प्रधानमन्त्रीकै रूपमा उहाँले यसअघि पनि पटक पटक गर्दै आउनु भएकै हो। त्यसैले म उहाँलाई प्रश्न गर्दिन। मेरो प्रश्न छ नेपाली कांग्रेसलाई, के हो यो सामाजिक सञ्जाल नियमन विधेयक? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा? हिजो त तपाईहरू यसको विपक्षमा उभिनु भएको थियो, आज कता उभिनु भएको हो? तपाईहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोणै परिवर्तन गरेर केपी ओलीजीकै ठाउँमा पुग्नु भएको हो? म जान्न चाहन्छु। के नेपाली कांग्रेसलाई पनि हाम्रो सम्माननीय प्रधानमन्त्री केपी ओलीजीलाई जस्तै प्रश्न मुक्त र विवेक मुक्त नेपाल चाहिएको हो? तपाईहरुको वैचारिकी के हो भन्ने कुरा पनि म जान्न चाहन्छु। मैले वैचारिकीको प्रश्न किन उठाएको भने नेपाली कांग्रेस पछिल्ला दिनमा अलि धेरै नै यो विषयमा गतिशील देखिएको छ। माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचन पूर्वको गठबन्धन पाप हो भन्ने साथीहरू पनि थिए नेपाली कांग्रेसमा। कांग्रेस एक्लै लड्छ, अब रुख बाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरूले धेरै ताली खाएको पनि म सम्झिरहेको छु। पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा 2टा दल हुने हुन् र एक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचार प्रस्तुत गर्ने साथीहरू पनि देखिएकै थिए। देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईहरूले नयाँ सत्ता गठबन्धन गर्नुभएकै हो। तर व्यवहारमा गत स्थानीय चुनाव मात्रै हेर्यो भने, उपचुनाव मात्रै हेर्यो भने पनि तपाईहरुको भनाई र तपाईहरुको गराईमा धरती आकाशको फरक देखियो। 2 ठूला दल बीच नै गठबन्धन गर्नुभयो तपाईहरुले उपचुनावमा धेरै ठाउँमा। तपाईहरुले गठबन्धन मात्रै गरेको भए पनि म धेरै अनौठो मान्ने थिइन। सत्ता गठबन्धनमा भएकाहरूले चुनावमा गठबन्धन गर्नु
सामान्य नै कुरा भन्न सकिन्थ्यो। तर तपाईहरु त्यसभन्दा पनि एक कदम अगाडि बढ्नुभयो। अगाडि बढेर के गर्नुभयो? एउटा पार्टीले अर्कालाई आफ्नो चुनाव चिन्ह भाडामा दिनुभयो। तपाईहरुले नेपाली कांग्रेसको चुनाव चिन्ह एमालेलाई, एमालेको चुनाव चिन्ह नेपाली कांग्रेसलाई। एउटा पार्टीको नेता अर्को पार्टीको चिन्हमा पनि चुनाव लड्नु भएर एउटा नयाँ रिकर्ड चाहिँ तपाईहरुले बनाउनु भयो। कहाँ गयो तपाईहरु रुख बाहेक अन्त भोट हाल्दैनौं भन्ने नेता साथीहरुको भनाई? कांग्रेसमा पहिले सुनिने गरेको गठबन्धन विरोधी गनगन यसपटक कतै सुनिने गरेको छैन। पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमाले बीच गठबन्धन भयो। त्यो पनि देखिएकै छ। तपाईहरुलाई लागेको थियो यति भएपछि माओवादी र विपक्षीहरुलाई बढारिन्छ भन्ने लागेको थियो सायद तपाईहरुलाई। त्यस्तो भएन। तपाईहरुले सोचे जस्तो भएन। तपाईहरु दुवै मिल्दा पनि प्रतिपक्षीहरु, प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरु सम्मानजनक ढंगले आए। अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर चिन्तित भएको, डराइरहेको महसुस हुन्छ। सम्मानित संसदमै, यस सम्मानित संसदमा म फेरि एकपटक दोहोर्याउन चाहन्छु, हामी अब तपाईहरुको सत्ताको खेलमा छैनौं, हुने छैनौं। म यो कुरा कुनै भावुकतावश आवेगमा भनेको छैन। इतिहासका अनुभवहरुको शिक्षा लिएर भनेको छु। तपाईहरुको खेलमा हामी छैनौं। तपाईहरुले देखिरहनु भएको छ हामी त जनतातिर फर्किनै सक्यौं। शहीदका सपना र संकल्पतिर हामी फर्किनै सक्यौं। तपाईहरुको संगतले केही धुलो मैलो हामीमा पनि सरेको मैले पहिला पनि भनेको थिएँ। हामी केही आधारभूत वर्गबाट अलिकति टाढिएको कुरा पनि मैले यसै सम्मानित सदनमा गरेको थिएँ। अहिले हामी त्यो टकटक्याउँदैछौँ र हामी फेरि गरिब सीमान्त वर्ग र समुदायसँग फर्किरहेका छौँ। अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनुभयो, ढले ढले ढले। तपाईहरुसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री छोड्छु भनेको भन्दा 7 दिन अगाडि छोड्छु भनेर प्रधानमन्त्रीजीले पटक पटक भन्नुपर्छ त। तपाईहरुमा आपसमा साँच्चै विश्वास भएको भए हरेक ठाउँमा भनिरहनु पर्ने शेरबहादुरजीलाई म समयमै छोड्छु, समयमै छोड्छु। के शेरबहादुरजीले सुन्नुहुन्न र? शेरबहादुरजीको कान र आँखा तगडा छन्, धेरै पटक भन्न पर्दैन। म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, मैले यति भन्ने गरेको छु, यो सरकार प्राकृतिक छैन, संवैधानिक पनि छैन, पारदर्शी पनि छैन। त्यहाँ यो आफ्नै बोझले ढल्छ मात्रै भनेको हो, ढाल्छु भनेको कहिले पनि छैन। मैले हेक्का रहोस्। त्यसैले अब हाम्रो कारणले तपाईहरुले एकअर्काको कुर्सी मिलाइराख्न पर्दैन, एकै ठाउँमा राखेर हामी एक छौं भन्ने देखाइराख्नु पर्दैन। प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताको कुर्सी मिलाइराख्नु पर्दैन। हरेक दिन गनेर आलो पालोको घोषणा गरिरहनु पनि पर्दैन। हामीसँग हरेक दिन सत्ता हस्तान्तरणको राग भनिरहनु पनि पर्दैन। यति दिनमा धरोधर्म छोड्छु भनेर कसम खाइराख्नु पनि आवश्यक छैन। 84 सम्म मात्र किन, त्यो पछि पनि सँगै जानुस् भन्छु म त। तपाईहरु जस्ता ठूला पार्टीहरु मिलेर यो देशमा राम्रो गर्नुस्, मेरो शुभकामना छ। हामी सरकार त बनाउँछौं, हेर्नु होला। तपाईहरुलाई यो पत्यार लाग्दैन अहिले, तर आफ्नै सामर्थ्यमा आफ्नै खुट्टामा टेकेर सरकार बनाउँछ। सरकारको खेलमा अहिले हामी छैनौं। अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर, अहिले जस्तै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बिच्न हिँडिरहनु भयो भने हामी त्यसको जबरजस्त प्रतिवाद गर्छौं, यहाँ पनि, सडकमा पनि र सर्वत्र। यो कुरा पनि तपाईहरुले हेक्का राख्दा हुन्छ।
सम्मानीय सभामुख महोदय, यसबीचमा जारी भएका अध्यादेशहरूका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शङ्का छ। भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो? संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपुर्जा पाउन सहज हुन्छ कि झन कठिन, जटिल र महँगो हुन्छ? विचारणीय छ। मध्यवर्ती क्षेत्रको जग्गालाई जग्गा उपलब्ध गराउन नसकिने नकारात्मक सूचीमा राखेर लाखौं भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको भूमि अधिकार कुण्ठित गर्न खोजिएको प्रष्ट देखिएको छ तपाईहरुको अध्यादेशमा। भूमि ऐनमै मध्यवर्ती क्षेत्र नकारात्मक सूचीमा राखिसकेपछि निकुञ्ज ऐन संशोधनको औचित्य के बाँकी रहन्छ? तपाईहरुले विचार गर्नु भएको छ यतापट्टि? अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा भूमिको वर्गीकरण र मूल्याङ्कनमा रहेको अवैज्ञानिक प्रणाली सच्याउने, गरिबहरू, ग्रामीण क्षेत्र र कृषिको प्रयोजनमा भएको जग्गाको थोरै शुल्क तिरे हुने र धनी शहरी क्षेत्रका र आवासको प्रयोजनका लागि दिने जग्गालाई धेरै शुल्क असुल गर्ने व्यवस्था गर्नुपर्ने हो। तर सरकारले संशोधन मार्फत ठिक उल्टो बाटो पक्रेको छ। बरु यस अध्यादेशका केही व्यवस्थाहरूले गिरीबन्धु टी स्टेट सहित देशभरका हदभन्दा भन्दा धेरैका जग्गाहरूको किनबेच, स्वामित्व हस्तान्तरणलाई कानुनी रूप प्रदान गर्न दुरुपयोग गर्न सकिने प्वालहरू प्रशस्त देखिएका छन्। ध्यान दिनु भएको छ। भूमाफियाहरूले चाहे अनुरूप किसानको जमिनको भू उपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र त्यसको परिवर्तन गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धाउनु पर्ने व्यवस्था लागू गर्न खोजिएको छ। किसानहरूको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना रियल इस्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर घडेरीको जग्गालाई ठूला रियल इस्टेट र भूमाफियाहरूको कब्जामा पुर्याउने वातावरण तयार गर्न खोजिएको प्रष्टै देखिएको छ। एकातिर भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन वन ऐन 76 को संशोधन गरिएको भनिँदै आएको छ भने अर्कोतिर प्रधानमन्त्रीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमै बैठक राखेर सर्लाही जिल्लाको बागमती नगरपालिकाका हजारौं सुकुम्बासीले 30औं वर्षदेखि, अहिले भर्खरै होइन 30औं वर्षदेखि जोतभोग र आबाद कमोत गरेको जग्गा खाली गराउने निर्णय गरिएको छ। हर सालमा चुनाव जितेर मेयर भएको अनि त्यो मेयरले विकासलाई द्रुत गति दिएको, राष्ट्रिय संस्कृतिको जगेर्ना गरेर राष्ट्रिय एकता प्रवर्धन गर्न खोजेर रेकर्ड बनाएको पालिका हो। म आज सुन्दैछु, म अहिले सिधै आरोपित त गर्न सक्दिनँ, तर मैले सुनिराखेको छु धेरै गम्भीर नेताहरूबाट नै, जिम्मेवार नेताहरू, त्यस पालिकाका मेयर नेकपा एमालेमा आउने हो भने यो सबै अख्तियारमा भएको पनि वनको पनि मुद्दा सफाई गरिन्छ, माओवादीमै बस्ने हो भने बचाउन सकिँदैन। यही हो सरकारको निष्पक्षता। म सबै मान्य सदस्यहरूलाई मेरो यो कुरालाई गम्भीर रूपले, अझ खास गरी मान्य मन्त्रीजीहरूलाई यो विषय गम्भीर रूपले हेरिदिन अनुरोध गर्दछु। विगतमा शिक्षक लगायत विभिन्न आन्दोलनरत पक्षसँग गरिएको सहमति कार्यान्वयन नगर्दा उनीहरू आन्दोलनमा उत्रिँदैछन्। आवासीय चिकित्सकहरू पीडामा छन्। सरकारले उनीहरूको आन्दोलनलाई गम्भीरतापूर्वक लिएको देखिएको छैन। मोही किसानको मागलाई सम्बोधन गर्न नयाँ एकीकृत गुठी कानुन तर्जुमा नहुँदा उनीहरू पनि आन्दोलन सुरु गर्दैछन्। भूमि सम्बन्धी समस्या समाधान गर्ने दाबी गरेर अध्यादेश ल्याउने सरकारले स्वर्गद्वारी गुठी लगायतका विषय सम्बोधन गर्न किन रुचि देखाउँदैन? हजारौं किसानहरूको विकराल समस्या समाधानमा किन ध्यान जाँदैन? संविधानको धारा 40 मा प्रत्याभूत गरिएको दलितको हक कार्यान्वयनमा सरकारको रुचि देखिँदैन। उल्टै आज यहाँ धेरै मान्य सदस्यहरूले बडो गम्भीर ढंगले विषय उठाउनु भयो।
अदालती विवाहको प्रमाण हुँदा समेत अन्तर्जातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरेर प्रताडित गर्ने काम भएको छ। यो भन्दा लज्जास्पद कुरा अरु के हुन सक्छ? कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन 32 मा संशोधन गरी व्यापारीहरूले वस्तुको व्यापार गर्दा 100% भन्दा बढी मुनाफा लिन पाउने व्यवस्थालाई खारेज गर्नुभएको छ तपाईहरुले। यसबाट सुशासन कायम हुन्छ कि मुनाफाखोरहरूले खुला छुट पाउँछन्? तपाईहरुले हिसाब गरेर गर्नुभएको हो यो अध्यादेश। सहकारी ऐन 2074 लाई अध्यादेश मार्फत संशोधनको नाममा सहकारी अपचलनको समस्यालाई समाधान गर्नुभएको छ कि अन्तर्राष्ट्रिय सहकारी एलायन्सको 7 बुँदे सैद्धान्तिक मान्यता र नेपालको क्षेत्राधिकार विभाजनको संवैधानिक व्यवस्था भन्दा विपरीत ढंगले ल्याउनु भएको छ? तपाईहरुले विचार गर्नु भएको छ यो विषयमा? स्वास्थ्य बीमा ऐन 2074 को संशोधन बीमा ऐनको स्वायत्तता विपरीत हुने गरी अगाडि बढाउनु भएको छ। योगमाया आयुर्वेद विश्वविद्यालय ऐन 2079 मा विश्वविद्यालयकै ऐतिहासिक मान्यता भन्दा प्रतिकूल ढंगले संशोधन भएको छ। अध्यादेशहरुमा जनता होइन, अध्यादेशहरुमा जनता होइन, स्वार्थ समूहको हित हेरिएको प्रष्ट देखेको जनताले तपाईहरुले विचार गर्नु होला। सम्माननीय सभामुख महोदय, अहिलेका प्रधानमन्त्रीजीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनु भएको छ प्रचण्ड र रविहरूको सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउनु पर्यो। सम्माननीय प्रधानमन्त्रीजीको भनाइ हो यो। हामीले तपाईहरुलाई थुन्न खोजेपछि बनेको सरकार। यो मैले भनेको छैन, मैले त पहिल्यै यो सदनमा बोलि नै सकेको थिएँ यस पछाडि के छ उद्देश्य भनेर। उहाँले नै भनिदिएपछि त विषय क्लियर भयो नि। प्रधानमन्त्रीजीले नै हामीलाई थुन्न खोजेपछि बनेको सरकार हो। मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्टै थियो। अब खोजिने छैन त्रिभुवन विश्वविद्यालयको जग्गा। अब रोकिने छ ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया। अब अवरुद्ध हुन छ भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान। अब खोजिने छैनन् अतिक्रमण गरिएका सरकारी जमिन। अब सामसुम हुनेछ सबै प्रकरणहरू। त्यही भयो। त्यही बिन्दुबाट जनतामा सरकारप्रति गठबन्धनप्रति मोहभङ्ग पनि सुरु भएको छ भन्ने कुरा तपाईहरुले हेक्का राख्नु भएको छ। आज सामाजिक सञ्जालसँग पनि सरकार डराएको देखिएको छ। ऊ आफ्ना श्रृङ्खलाबद्ध क्रियाकलापबाट डराएको भए आज यो अवस्था आउने थिएन। पछिल्लो 7 महिनामा सरकारले जनताको केही सुनेन। त्यसैले आज जनता पनि सरकारलाई नसुन्ने ठाउँमा पुग्दैछ। सरकारले पछिल्लो 7 महिनामा जनताको मनमा बस्ने एउटै काम गरेन, तर जनताको मन बिजाउने सयौं काम गर्यो। अहिले त्यता विस्तृत रूपमा जाने समय छैन। मेरो नेतृत्वको सरकारले भिआइपी कल्चर भत्काउँदै सुशासन र लोकतन्त्रको सर्भिसिङ सुरु गरेकै थियो। त्यसले जनतामा लोकतन्त्रप्रति आशा जगाउँदै थियो। जनतामा भरोसा जगाउने त्यही सर्भिसिङ नै अहिलेको गठबन्धनका लागि ठूलो आतंक भएर तपाईहरु रातारात एक ठाउँमा आउनु भएकै हो। आज म सरकारलाई सोध्न चाहन्छु, सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारबाही कहाँ पुग्यो? म दिन्छु उत्तर। मिलाइयो, चोख्याइयो, जोगाइयो। म सरकारलाई सोध्न चाहन्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो? यसको पनि उत्तर मै दिन्छु। धितो पत्र बोर्डमा मिलाइयो। तत्कालीन सेन्चुरी ब्याङ्कको अरबौं ऋणको दुरुपयोगको छानबिन के भयो? सामसुम पारियो। सबैतिर भएका व्यथितिहरू मिलाइयो, चोख्याइयो, जोगाइयो।
सत्ता पक्षका माननीयहरू दुःख नमान्नु होला। म प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले गम्भीरताको साथ विषयहरू राख्ने जमर्को गरिरहेको छु। तपाईहरुले दुःख नमान्नु होला। तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी चोख्याउने धुने डिटर्जेन्ट बनाइरहेको छ। अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ। अब बिचौलिएका आँखा गएका छन् धितोपत्र बोर्डमा। ऐनले नै कल्पना नगरेको निर्देशिका, ऐनले कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने गलत बाटोतिर अगाडि बढ्दैछ। म तपाईहरुलाई यही रोस्टमबाट गम्भीर रूपले भन्न चाहन्छु, दूरसञ्चार फ्रिक्वेन्सी जस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनोस्। दिनै पर्ने भए कमिसनबाट होइन, खुला प्रतिस्पर्धाबाट अझ रकम बढाबाट दिनुपर्छ नयाँ लाइसेन्सको अनुमति। त्यसका लागि अहिलेको अवैध प्रक्रिया रोक्नुपर्छ भनेर म जोरदार ढङ्गले राख्न चाहन्छु। सभामुख महोदय, यस बीचमा विद्युत प्राधिकरणमा सरकारले जे गर्यो त्यो हाम्रो राजनीतिक इतिहासमै सरकारमा माफियाहरूको नियन्त्रणको सबभन्दा ठुलो टेस्ट केस भएको छ। डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेका उद्योगबाट प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्रीकै तहबाट भएको अवरोधले के प्रमाणित गरिरहेको छ? माफियाहरूको शक्ति र सरकारको निरीहता मात्रै स्थापित भएको छ। जे गर्न सक्नुहुन्थ्यो, जे गर्न सक्नुहुन्थ्यो र जे गर्नु हुँदैन थियो, यस बीचमा के भएन? प्रधानमन्त्रीले रोस्टमबाट नै प्राधिकरणलाई गाली गर्नु भएन कि? महसुल उठ्ने सुनिश्चितता नभई काटेको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यहरूलाई बर्खास्त गर्नु भएन कि? विद्युत नियमन आयोगको दुरुपयोग गरिएन कि? विद्युत प्राधिकरण भित्रै मन्त्रीको कार्यकक्षा बनाइएन कि? कार्यकक्ष प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन पटक पटक स्पष्टीकरण सहित अपमान गरिएन कि? पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत महसुल बक्यौता जाँच गर्न अवैध समिति बनाइएन कि? यो अवैध समितिको खर्च बेहोर्न प्राधिकरणलाई अनावश्यक दबाब दिइएन कि? ऊर्जा मन्त्रालयमा अरू पनि यस्ता साहसपूर्ण पौरखहरू सरकारले गरेको छ। मन्त्री परिषदबाट पारित नै नभएको ऊर्जा विकास मार्गचित्रलाई देखाएर सरकारी स्वामित्वका विद्युत उत्पादनका कम्पनीहरू कौडीको भागमा बेचेर कमिसन खान खोजिएको हो कि होइन? 454 मेगावाटको अर्ध जलाशययुक्त किमाथाङका अरुण र 1902 मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाहरू सार्वजनिक निजी साझेदारीका नाममा सिधै सुम्पिन खोजेको हो कि होइन? सरकारले जवाफ दिन जरुरी छ। जगदुल्ला हाइड्रो पावरमा पनि 16 अरबको ठेक्कामा ऊर्जा मन्त्री यसै गरी जोडिनु भयो। अरू मन्त्रालयमा पनि यस्तै व्यवस्था देखिएका छन्। तर यसमा म मन्त्रीलाई मात्रै दोषी देख्दिन। माननीयहरू हामी सबैलाई थाहा छ, मूल नै फोहोर भएपछि शाखा त कसरी सफा हुन्छन् र? अहिले जनता सरकारसँग दुखी भए पनि, यति बेला जनता सरकारसँग असन्तुष्ट र दुखी भए पनि मैले थाहा पाएसम्म बिचौलिया र स्वार्थ समूहहरू चाहिँ निकै खुसी भएका छन्।